नेपालको काठमाडौँको ललितपुर जिल्लामा मनाइने यो रातो मच्छिन्द्रनाथको रथ यात्रालाई निकै भव्य र उत्साहका साथ मनाइने गरिन्छ। विशेष गरी नेवारी समुदायको बसोबास रहेको यो ललितपुर जिल्ला धार्मिक र पर्यटकीय स्थान पनि हो। यहाँ धेरै नै यस्ता मठ मन्दिरहरू र धार्मिक स्थलहरू छन् र विभिन्न धार्मिक कार्यक्रमहरू पनि गरिने गरिन्छ। 1 महिनासम्म सञ्चालन हुने यो रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको पुल्चोकबाट सुरुवात गरेर ललितपुरको विभिन्न स्थानमा यसलाई तानेर ल्याउने र चोक चोकमा राखेर भव्यताका साथ पूजा अर्चना गर्ने पनि गरिन्छ। यो मच्छिन्द्रनाथलाई विभिन्न किसिमका झ्याउ, धुपीहरू र ध्वजापत्ताले सिँगारिएको हुन्छ। मच्छिन्द्रनाथ निकै विशाल र अग्लो हुने हुँदा मच्छिन्द्रनाथको टुप्पोमा चट्र्याङ नपरोस् भनेर विभिन्न धातुका पाताहरूले तलसम्म ढाकिएको हुन्छ। यो मच्छिन्द्रनाथको चारैतिर ठुला ठुला पाङ्ग्राहरू लगाइएको हुन्छ र यहाँको युवा पिँढीहरूले यो मच्छिन्द्रनाथलाई तानेर ठाउँ ठाउँमा ल्याएर विश्राम दिएर पूजा अर्चना गर्नुहुन्छ। जय मच्छिन्द्रनाथ भगवान।